साथीहरू नमस्कार। आज म निकै नै जानकारीमूलक हामीहरूको जीवनमा भइरहने समस्यालाई चाहिँ म तपाईँहरूलाई आज प्रष्टसँगले भन्न चाहन्छु। साथीहरू, तपाईँहरूले रिचार्ज कार्डको जुन पिन नम्बर हामीले चाहिँ पिन नम्बर मेटिएको छ भने, यदि तपाईँहरूको पिन नम्बर मेटिएको छ भने त्यसलाई हामीले कसरी रिचार्ज मोबाइलभित्र हाल्न सकिन्छ भन्ने म तपाईँहरूलाई केही जानकारी दिन्छु र त्यहीबाट तपाईँहरूले सजिलै रिचार्ज हाल्न सकिन्छ। त्यही भएर तपाईँहरूको जति पनि पिन नम्बर मेटिएको छ नि, म त्यस सबैको म समस्या बताउन गइरहेको छु। ल सुरु गरौँ। त्यसो भए पहिलो कुरो त तपाईँहरू यसमा गुगलमा जानुहोस्। गुगलमा गइसकेपछि पिन रिकभर AndCNetNP.com थिच्नुहोस्। त्यसपछि यस्तो आउँछ। यस्तो आइसकेपछि यहाँ आउँछ यस्तो जुन यहाँ भनेको छ सर्भिस टाइप छ। सर्भिस टाइप साथीहरू हामीहरूको जहिले पनि जिएसएम सिडिएम प्रिपेड हुन्छ। हाम्रो जहिले पनि प्रिपेड धेरै जस्तोको प्रिपेड हुन्छ होला, पोस्टपेड कमैको हुन्छ होला सायद। त्यही भएर हामीले जहिले प्रिपेड नै रोज्नुपर्ने हुन्छ। मैले प्रिपेड रोजेँ। त्यसपछि सर्भिस नम्बर भनेको छ। यहाँ आफ्नो सर्भिस नम्बर राख्नु होला साथीहरू। जसरी मैले मेरो सर्भिस नम्बर राखेँ मैले। त्यसपछि सिरियल नम्बर, जुन सिरियल नम्बर तपाईँको छ नि त्यो पिन नम्बरको तल भन्ने सिरियल नम्बर भन्ने छ, जुन सिरियल नम्बर चाहिँ यहाँ राख्नु होला। त्यसपछि पिन कोड, यहाँ तपाईँहरूले पिन कोड राख्नु होला। जुन तपाईँहरूको त्यो मेटिएको छ, मेटिएको ठाउँमा स्टार हालेर तपाईँहरूले समस्या समाधान गर्न सक्नुहुन्छ। जुन नम्बर मेटिएको छ त्यसको सट्टा हामीले स्टार प्रयोग गर्नु होला। र त्यसै गरी तल यहाँ चाहिँ तपाईँले जुन यहाँ तल भेरिफाई भन्ने माथि 1 2 3 AB भन्ने चाहिँ यहाँ टाइप गर्नु होला। 1 2 3 AB भन्ने चाहिँ टाइप गरिसकेपछि अनि हामीले भेरिफाईमा थिच्नुपर्ने हुन्छ। मैले भेरिफाई थिचेँ। भेरिफाई थिचेपछि यहाँ कन्फर्म भन्ने आउँछ। हामीले कन्फर्ममा थिच्नुहोस्। तपाईँहरूको काम पुरा हुन्छ साथीहरू। ल यसरी यहाँ सक्सेसफुली भनेर लेखेको आउँछ। त्यो तपाईँहरू, मेरो चाहिँ अहिले पिन कोड फर नोटिस यु हेभ इन्टर रङ पिन भन्छ मेरो चाहिँ। तपाईँहरूले यसैमा सही पिन हान्नु होला र तपाईँको समस्या पक्कै पनि समाधान हुन्छ। साथीहरू, म आशा गर्दछु तपाईँहरूले पक्कै पनि मैले सही तरिका सिकाएको छु, यो सही तरिकालाई फलो गर्नुहुन्छ र तपाईँको रिचार्ज कार्डको चाहिँ नोक्सान हुँदैन, हानि हुँदैन भन्ने मलाई आशा पनि छ। र तपाईँले पनि यसलाई फलो गर्नुहोला र कमेन्ट पनि गर्नुहोला, भिडियोलाई लाइक पनि गर्नुहोला र त्यसमा च्यानललाई सब्सक्राइब पनि गर्नुहोला साथीहरू। धन्यवाद।